वेलकम ब्याक टु माई भ्लग है गाइज। आज चाहिँ हामीलाई वेलकम र 6 सेमेस्टरलाई फेयरवेल गर्ने हो केटाहरू नि यता खान। अनि हामी फर्स्ट सेमेस्टरमा नआइ फेरि 6 सेमेस्टरलाई गर्नै मिलेन क्या। हामी नभए चाहिँ केही कुरै भएन है त्यहाँ। हामी नभए हेर्नु कलेजको केही दुईवटा डनहरू खालि पढेर हेर त अझै पढ्दै छन्। हामी चाहिँ अब त्यहाँ न्यु एरा रेस्टुरेन्टमा हो हाम्रो चाहिँ गन्तव्य। त्यहाँ सब घुमा अनि भेटौँला। कति जान्दैन भएको छैन भात खाएन भने आज त 2 थाल है 2-3 थाल 5 थाल सबै आधा होला भाडै सबैले एकछिनमा भेटौँला है। त्यहाँ अघि चाहिँ पोखरा इन्जिनियरिङ वेलकम र फेयरवेल चाहिँ फर्स्ट सेमेस्टरलाई वेलकम र लास्ट सेमेस्टरलाई फेयरवेल छ 6 सेमेस्टरको। अनि गुर्सिनी होइन गुर्सिनी ड्रेस होइन यो के ड्रेस हो यो ल हेर धेरै मेकअप गरेर ओहो कति घन्टा लाग्यो खै टाइम हेर्नु सकिन्छ 5 घन्टा है त्यो भनेको 5 घन्टा यो 4 जना मात्रै अरू त सबै इन्ट्रान्स टपरहरू छन् पढ्न पऱ्यो घर बसेर उता चाहिँ दाइहरू हुन्छ भन त टिकटकर के भयो अरे छलफल यहाँ छलफल चाहिँ टिकटक बनाउने है मेन टिकटकर उहाँ मेन टिकटकलाई केटी माग्न हिँडेको गाइस देख्न सक्नुहुन्छ विवेक खुसी खान चाहिँ गई खासी खुसी खान आज चाहिँ आज एउटा लयो घर भाडा मान्ने मान्छे चाहिरहेको थियो गाह्रो बिरामी हुँदाखेरि दबाई दिने मान्छे नि थिएन। हेलो 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 गरिदिउँ ल साथीहरू। हेलो सबिन हेलो गर्यो कतै पाइन अन्धार बोलेर आएका थियौ हो अन्धार बोलेर आएका थियौ आफत भए तैले बिदाईको कुरा सुन्दा किन मेरो मन रोयो कतै भयो कति यिनीहरूले पेकको भ्याउने भयो गाइज अलि गम खाऊ पेकको हामीले कहिले पाइन्छ भोलि कहिले पाइन्छ भ्याइसक्यो है ल्याक्क आज त लास्टै रमाइलो भयो सबजना नि भइसक्यो ए ल लाइट पुरी त लास्टै ह्यान्डसम आउँदो रहेछ केटा ल छोडेन है छोडेन छोडे त त्यही छोड्ने होइन है ल यतापट्टि
नाच्यो नाच्यो दोस्त नाच्यो वाचिङ आवर भिडियो गाइस आजलाई यति नै अब ट्याक्क बोडी क्याम्पस राम्रो राम्रो ठाउँमा गएर भेट्न पर्छ है त ल